नमस्ते। म तपाईँहरूलाई आज मेरो एउटा साथी सन्देश श्रेष्ठले गुगल म्यापमा चाहिँ ट्रेस ओभरले कसरी गर्ने भनेर सिकाएको विधि तपाईँहरूलाई सिकाउन गइरहेको छु। यो बारेमा भन्न गइरहेको छु। यसमा चाहिँ सामान्यतया हामीले कहिलेकाहीँ साइटमा हेर्दाखेरि फिल्डमा चाहिँ किताबमा बाटोले छोको भनेर देखिन्छ, नक्सामा बाटो देखिँदैन। त्यस्तो केसमा बाटोले छोको छ कि छैन जग्गालाई भनेर हेर्नको लागि यो विधि चाहिँ मुख्य रूपमा प्रयोग गर्न सकिन्छ। त्यसको लागि हामीले अपनाउने भनेको साइटमा हेर्न जाँदाखेरि कुनै एउटा पर्मानेन्ट प्लेस जुन नक्सामा देखिएको हुन्छ त्यो चाहिँ आफूले पत्ता लगाएर आउनुपर्छ र त्यो अनुसार फिल्डमा चाहिँ त्यो कहाँनिर छ भन्ने कुरा गुगल म्यापबाट पनि हामीले हेरेर त्यसलाई कन्फर्म गर्न सक्छौँ। त्यसको लागि हामीले जान्नुपर्छ। जस्तो यहाँ मैले अटोक्याडमा तपाईँलाई हेर्नुलाई चाहिँ यो 746 नम्बरको किता चाहिँ यहाँनिर नक्सामा यसको बाटो यता छेउतिर त कुलो गोडेटो बाटो जस्तो देखिन्छ, तर यसको वास्तवमा बाटो चाहिँ उत्तरतिरबाट यो साइडबाट हो। अब यो बाटो छ छैन भनेर होइन यो बाटोले छोको छो कि छैन कितालाई भनेर कन्फर्म गर्नको लागि चाहिँ यो विधि प्रयोग गर्न सकिन्छ। यहाँनिर यो विधि अनुसार प्रयोग गरेर यसलाई हाइलाइट गरेर राखेको पनि छ। यहाँनिर हेर्दा त्यसो हुँदाखेरि हेर्नुभयो भने यहाँनिर यो बाटो जुन बाटो छ यो बाटोको चाहिँ यो सानो भाग मात्रै पर्दो रहेछ, यसमा गाडी नछिर्ने अवस्था देखिँदो रहेछ। हामीलाई चाहिँ धितो मूल्याङ्कन कार्य गर्न जाँदाखेरि कहिलेकाहीँ यस्तो समस्या पनि पर्न आउँछ। बाटो छोको छ भन्छ तर अब यसलाई छोको चाहिँ भन्ने कि छोको छैन भन्ने गाडी चाहिँ छिर्ने अवस्था पनि आउँदैन। त्यसले गर्दाखेरि यी कुराहरू पनि हामीले कहिलेकाहीँ बाटो नक्सामा ट्रेस नक्सामा नभएको केसमा चाहिँ यो विधि प्रयोग गर्न सकिन्छ। यसको लागि हामीले के गर्नु पर्यो त सुरुमा भन्दा जुन नक्सा छ त्यो नक्सालाई हामीले स्क्यान गर्नु पर्यो। स्क्यान गरिसकेपछि स्केल नबिगारिकन स्क्यान गर्नु पर्यो। अब यो 2500 को स्केलको नक्सा हो, यहाँनिर काटेको रहेछ मैले स्क्यान गर्दा। त्यसो स्क्यान गरिसकेपछि त्यसमा वरपर भएका त्यो किता मात्रै होइन अरू कितामा पनि कतिको फरक पर्यो भनेर यो वरपर भएका सबै कितालाई चाहिँ राखेको छ। नक्सा स्क्यान चाहिँ स्केलमा मिल्ने गरी जुन स्केल हो त्यसमा कसरी गर्ने भन्ने कुरा चाहिँ म अघिल्लो भिडियोमा पनि मैले देखाइसकेको भएर यसमा मैले देखाइनँ। अब त्यसपछि अब यो आइसकेपछि अब के गर्ने त, अब गुगल म्याप यसमा कसरी खप्ट्याउने त भन्ने कुराको लागि चाहिँ तपाईँले के गर्नु पर्यो, पहिला गुगल म्यापमा जानु पर्यो। गुगल म्यापमा गइसकेपछि सम्बन्धित पोइन्टको कोअर्डिनेटर यो लिनु पर्यो। यो कोअर्डिनेट लिइसकेपछि यही एरियाको कोअर्डिनेट भयो। यो कोअर्डिनेट भयो भने तपाईँले यसमा ध्यान दिनुपर्ने कुरा चाहिँ के हो भने यहाँ तल हेर्नु पर्यो तपाईँलाई कति डिटेल चाहिएको छ त्यसको आधारमा यसको स्केल कति देखाएको छ। यहाँनिर 20 मिटरको देखाएको छ अहिले होइन। अब हामीलाई अलि नजिकको चाहियो भने यसलाई जुम गर्दै जाँदाखेरि 10 मिटरको पनि आउँछ हो। अब यो 10 मिटरको आइसकेपछि यसलाई के गर्नु पर्यो, स्क्रिनसटको रूपमा हामीले स्क्रिनसट लिनु पर्यो। स्क्रिनसटमा चाहिँ क्याप्चर एरियामा टोटलको यसको क्याप्चर एरिया अरू कुरा छुटे पनि यो स्केल भएको एरिया चाहिँ हामीले यसमा छोड्नु भएन। त्यसपछि यसलाई सेभ गर्नु पर्यो। हाम्रो क्याप्चर एरिया सेभ भयो। अब सेभ भएको क्याप्चर एरियालाई अब अटोक्याडमा चाहिँ हामीले फेरि इन्सर्ट गर्नु पर्यो। अब यसलाई अटोक्याडमा इन्सर्ट गर्दाखेरि हाम्रो इन्सर्ट अब यहाँनिर अघि जस्तै एट्याच गरेबाट अब यहाँ हाम्रो कहाँनिर सेभ भएर बसेको छ त्यसमा चाहिँ हामीले यसलाई हेर्न सक्छौँ। कहाँ गएर सेभ भएर बस्यो स्क्रिनसटमा म एकचोटि यहाँनिर हेर्छु कहाँनिर छ, अथवा मैले अहिले एकैछिन अब हामी इन्सर्ट गर्नको लागि हेर्छौँ। यो मैले मेरो स्क्रिनसट हो यो हो। यसमा चाहिँ मैले गुगलबाट नापेको पनि छु, मलाई देखाएको जतिको एरिया चाहिँ लेन्थ एरिया पुग्छ कि पुग्दैन लम्बाइ चौडाइ भनेर फिल्डमा नाप्दाखेरिको इरर भयो भने गुगलमा पनि नापेर हेर्न सकिन्छ भनेर त्यो चिज पनि यहाँ देखायो। यो चिजलाई त्यति कन्सिडर नगरे पनि भयो। अब त्यसपछि यसमा चाहिँ भनेको यहाँबाट हेर्नुभयो भने 20 मिटर यो 0 देखि 20 मिटरको स्केल यहाँ देखिन्छ भने चाहिँ 20 मिटरवाला चाहिँ स्क्रिनसट मैले लिएको यसमा देखियो। अब यसलाई अब इन्सर्ट गर्नु पर्यो हाम्रो अटोक्याडमा। अटोक्याडमा यसलाई इन्सर्ट गर्दाखेरि चाहिँ यो फाइल जहाँ छ, अब मैले यो रियल फाइलकै कुरा गरेको हो। यो मैले सबै डाटा चाहिँ ओन ड्राइभमा राखेको हुनाले ओन ड्राइभबाटै मैले हेर्दै पनि छु। यो अब 8182
अब यहाँनिर यो स्क्रिनसट छ, यो स्क्रिनसट हो। अब यही स्क्रिनसटलाई चाहिँ हामीले यहाँनिर हाल्न गइरहेका छौँ। यो स्क्रिनसट यहाँ हाल्न गइसकेपछि अब यसलाई कतिमा हाल्ने त भन्दा यसको एङ्गल यहाँ अहिले राखेको छैन र पोइन्ट मात्रै स्पेसिफाई अन स्क्रिन भनेको छ, स्केल अहिले हामीले गरेनौँ र स्पेसिफाई अन स्क्रिन भनेर यो इन्सर्ट पोइन्ट पनि हामी स्क्रिनमा नै दिन्छौँ। एङ्गल अब यो 90 डिग्रीमै छ, यसलाई हामीले एङ्गल चेन्ज गरेनौँ। अब यसो चाहिँ राखेपछि यसलाई चाहिँ हामीले जुनसुकै स्केलमा भए पनि यसलाई पहिला हामीले एड गर्न सक्यौँ। अब यो एड गरिसकेपछि अब हाम्रो मुख्य काम यसलाई चाहिँ स्केल मिलाउनको लागि चाहिँ के गर्ने भन्ने कुरा आउँछ। त्यसको लागि हामी पहिला यहाँनिर लेन्थ मेजर गर्छौँ। यसको लिनियरमा चाहिँ यो 20 मिटर भनेको यहाँदेखि यहाँसम्मको डिस्टेन्स चाहिँ हाम्रो 20 मिटर हो। यो 20 मिटर हो भने अहिले कति देखाइरहेछ? 191.4 फिट देखाइरहेको छ। यो 20 मिटर भनेको त हाम्रो कति हुन्छ? 20 मिटरलाई हाम्रो 65.6 फिट हुन्छ हैन, 65.6 फिट हुन्छ हामीले फिटमा हेर्दाखेरि। अब त्यसो हो भने यो भागको हाम्रो 191 फिट 4 इन्चलाई चाहिँ हामीले 65 फिट 4 इन्चमा चाहिँ स्केल चेन्ज गर्नु पर्यो। त्यसैले के गर्नु पर्यो? यसलाई सिलेक्ट गरेँ अनि स्केल भनेर स्केल कमान्ड दिनु पर्यो। स्केल दिएपछि अब रिफरेन्स पोइन्ट बेस पोइन्ट भयो। बेस पोइन्ट पछि अब यो आइसकेपछि यसमा चाहिँ स्केल फ्याक्टर भन्छ अथवा यसमा आर चाहिँ थिचेपछि रिफरेन्स डिस्टेन्स भन्छ। त्यसैले रिफरेन्स लेन्थ भनेको हाम्रो रिफरेन्स लेन्थ भनेको त यो लेन्थ मात्रै हामीलाई थाहा छ, यहाँदेखि यहाँसम्मको यो लेन्थ भनेको हाम्रो कति हो त? 65.6 फिट हो भने यो भइसकेपछि चाहिँ अब हाम्रो यसको डिस्टेन्स यो 20 मिटरको जुन डिस्टेन्स थियो, अब तपाईले हेर्नुभयो भने यो सेलेक्ट नभए हुनाले यो माथिकोमा आएन, नभए यही डिस्टेन्सै आउँथ्यो। अब तपाईले हेर्नुभयो भने यो 66 फिट भनेपछि अब यो फिल्डको यो पनि म्याच खायो। अब हाम्रो ट्रेस पनि यही स्केलमा हाम्रो जति स्केल थियो त्यसैमा चाहिँ हामीले हाल्यौँ। अब यो अब यति भइसकेपछि यहाँ ट्रेसमा हामीले यहाँ गरेको देखाउँछु। यहाँ सबै कितार वरिपरि कोरेका छौँ, यहाँ भएको वरिपरि कतिको हुन्छ भनेर। त्यसपछि यही भइरहेको गुगल म्यापमा यसलाई चाहिँ यसलाई यहाँनिरबाट कपी गर्यो। यसलाई कपी गरेर कुनै एउटा हामीलाई थाहा भएको पोइन्ट, यो खोला छ, यो खोलाको यो पोइन्ट चाहिँ मलाई थाहा भएको पोइन्ट हो। त्यो कारणले मैले यो पोइन्टलाई चाहिँ यहाँनिर पेस्ट गरिसकेपछि यो सबै खप्ट्याएर हेर्दा यसको बाटोहरू छोयो छोएन, कुन कितालाई छोयो बाटोले छोएन भन्ने कुरा थाहा हुन्छ। हामीलाई साइटमा कहिलेकाहीँ उपलब्ध कुनै सार्वजनिक स्थल थाहा हुन्छ, चौतारो थाहा हुन्छ। त्यो चौताराको पोइन्ट थाहा भयो भने त्यहाँबाट हेर्दै पनि आउन मिल्छ। कहिलेकाहीँ नक्सामा देखिएको घर रहेछ भने त्यो घर कुन कितामा हो भन्ने कुरा जानकारी हो भने त्यसको आधारमा पनि हेर्न सकिन्छ। त्यसैले यो किता मात्रै भएको ठाउँमा पत्ता लगाउन गाह्रो भए तापनि कुनै सार्वजनिक स्थल अथवा चाहिँ देखिएको नक्सामा पनि देखिएको स्थल भयो भने चाहिँ यसरी हामीले पत्ता लगाउन सक्छौँ त्यसलाई बाटोले छोएको छ कि छैन भनेर। यसलाई चाहिँ हामीले गुगलमा ओभरले गर्ने पनि भनेका छौँ, तरिका पनि हो। यसको लागि मलाई यो सिकाउने हाम्रो सन्देश श्रेष्ठजीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु।